तिहारमा देउसी भैलोको रमाइलो सकिएसँगै विभिन्न ठाउँबाट साथी भाइ परिवार जम्मा भई रमाइलो जमघट र पिकनिक खान आउनेको भिड कर्णाली चिसापानीमा यो साल पनि उत्साहजनक देखिएको छ। सन्देजय पितमारीमा रहेको रक गार्डनमा हरेक साल जस्तै यो साल पनि उत्तिकै भिड देखिन्छ। रक गार्डनमा आन्तरिक पर्यटकहरू कर्णाली नदीको मनोरम दृश्यसँगै प्रकृतिसँग रमाउन आउने गर्दछन्। पितमारीमा मात्र नभए यसपालि पिकनिक खानेको भिड बजारमा रहेको ठूलो अफिसमा पनि उत्तिकै भिड देखिन्छ, जहाँ ठूलो खाली मैदान छ। खानेपानीको व्यवस्थापन देउराली खानेपानीले गरेको छ भने सहज पार्किङ र कर्णाली नदी र टाढाबाट भए पनि कर्णाली पुलको सुन्दर दृश्य यस ठाउँबाट देख्न सकिन्छ।